हर्क राज राई अर्थात् एके हर्क साम्पाङ, जो समय समयमा आफ्नो कामले अनि कामभन्दा पनि आफ्नो खरो र दह्रो बोलीले गर्दा समय समयमा हाइलाइटमा र सबैको आँखामा परिराख्ने व्यक्ति, जसलाई देशभर एउटा श्रमदाताको रूपमा चिनिने गरिन्छ, जसले एक समयमा सङ्गीतको क्षेत्रमा रुचि राखेको व्यक्ति अनि कुनै समय देशको हालत र अवस्थाले गर्दा विदेशमै श्रम गर्न बाध्य भएको व्यक्ति, जसले देशमा श्रम र श्रम संस्कृति पार्टी खोली देशभर एउटा श्रमको लहर नै लिएर आएको छ। हो, तिनै हर्क साम्पाङ जसले 2079 सालको निर्वाचनमा धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उम्मेद्वारको रूपमा उठेर अनि विजयी भएका पनि थिए, जो मेयर पनि बन्न सफल भएका पात्र हुन्। हो, त्यसैले आजको भिडियोमा हामीले उनको केही राम्रा पक्षहरू र नराम्रो पक्षहरूको बारेमा छलफल गर्नेछौँ। ओके, अब हामी सुरुमा स्टार्ट गरौँ उनको राम्रो पक्षहरूबाट। सुरुमा उनको राम्रो पक्षहरूको कुरा गर्दै गर्दा पहिलो नम्बरमा रहेको हो कम्युनिटी इन्गेजमेन्ट अर्थात् सामुदायिक संलग्नता। अनि उनको जनतामाझ गई जोडिने प्रविधि र सङ्घीय फिल्डमा उत्रेर काम गर्ने कारणले पनि उनको निकै चर्चा हुने गरेको छ। अनि उनको श्रम गर्ने प्रविधि उनीसँग मात्र सीमित रहँदैन, उनी विभिन्न ठाउँहरूमा गई र विभिन्न मानिसहरूसँग भेटघाट गरी श्रम गर्न लगाउँछन् र प्रोत्साहित पनि गर्छन्। त्यसैले तिनी सजिलै रूपमा जनताहरूसँग जोडिने गर्दछन्। अनि हाम्रो सेकेन्ड नम्बरमा रहेको छ उनको प्यासनेट एन्ड टेनासियस नेचर, जसले गर्दा उनी आफ्नो काम र योजनाप्रति एक बद्धता रूपमा काम गर्छन् र जसरी भए पनि मैले बोलिसकेपछि त्यो काम पुरा गर्छु भन्ने भाव बोकेर हिँडेको हुन्छन्। त्यसैले उनले आफ्नो कामहरूप्रति एक्टिभनेस वा भनौँ सक्रियता देखाइरहेको हुन्छन्। त्यसैले उनको काम र एक्सनको प्रतिफलको रूपमा वा भनौँ रिजल्टको रूपमा धरानमा विभिन्न विकासहरूलाई पनि हेर्न सकिन्छ, जस्तै त्यो खानेपानीको समस्या होस्, चाहे त्यो कुनै कारणवश रोकिएका उद्योगहरू नै किन नहोस्। त्यसै गरी तेस्रो नम्बरमा रहेको छ हर्क साम्पाङको स्पिच वा भनौँ भाषण। हो, म उनको भाषणकै कुरा गरिरहेको छु। मैले यो भनिराख्दाखेरि कतिपय भ्युवर्सहरूलाई लाग्न सक्छ यो पनि त गलत छ, उनको बोलीको कुनै थिति नै छैन। तर केही सेकेन्ड्सको लागि उनको स्ट्याटसहरूलाई इग्नोर गर्ने हो भने उनको भाषणहरू पनि उनको राम्रो पक्षमा पर्दछ र यिनीहरू नै मुख्य थिए हर्क साम्पाङका पोजिटिभ साइड्सहरू। अब लाग्यौँ उनको नेगेटिभ साइड्सहरूतिर अर्थात् नकारात्मक पक्षहरूतिर। ओके, उनको नेगेटिभ साइड्सहरूको कुरा गर्दै गर्दाखेरि उनको पहिलो नम्बरमा आउँछ इगोइस्टिक बिहेभियर अर्थात् घमण्डी व्यवहार, र यो पनि उनको मुख्य नेगेटिभ साइड्सहरूमध्ये पर्दछ। किनभने हर्क साम्पाङको मै हुँ र म मात्रै हुँ भन्ने प्रविधि एकदमै गलत रहेको छ। किनभने उनको समय समयमा नीति नियमहरू नमान्ने अनि आफ्नो मात्रै धारणा र विचार एकमात्र सत्य हो भन्ने जस्तो देखाउँछन्। त्यसैले उनी बेला बेला ट्रोल, आलोचना र विरोधी पनि बन्न पुग्छन्। अनि त्यसै गरी सेकेन्ड नम्बरमा रहेको छ इलोजिकल एन्ड इरेस्पोन्सिबल स्टेटमेन्ट्स, जस्तै कुनै पनि मन नपरेको व्यक्तिहरूलाई 24 घण्टा आलोचना गर्नु, विरोध गर्नु अनि कुनै पनि धर्म र धार्मिक विषयवस्तुहरूप्रति अलि चेतनशील र अलि गम्भीरता नदेखाउनु। त्यसैले उनको बेला बेला स्टेटमेन्ट्सहरू एकदमै कन्ट्रोभर्सियल पनि बनेको हुन्छ। अनि त्यसै गरी हाम्रो थर्ड नम्बरमा रहेको छ ब्रेकिङ द रुल्स एन्ड रेगुलेसन्स। किनभने उनी श्रम संस्कृति पार्टी खोली राष्ट्रिय राजनीतिमा आउनुभन्दा अगाडि पनि धरानको मेयर हुँदाखेरि विभिन्न आलोचना र कन्ट्रोभर्सीहरूमा फँसेका हुन्थे, जस्तै कुनै पनि योजना र कार्य गर्नुभन्दा अगाडि वडा अध्यक्ष र अन्य कर्मचारीहरूसँग छलफलै नगर्ने अनि कुनै पनि खालको एप्रुभल र डिस्कसन नगरिकन सिधै कार्य गर्न सुरु गर्ने, जसले गर्दा उनी विभिन्न विवादहरूमा अक्सर फस्ने गर्थे। त्यसैले यही थिए केही हर्क साम्पाङका पोजिटिभ साइड्सहरू र नेगेटिभ साइड्सहरू। त्यसैले यो भिडियोको अन्त्यमा म यही नै भन्न चाहन्छु कि न त म हर्क साम्पाङको समर्थक हो न त म उनको विरोधी, तर हरेक व्यक्तिमा सकारात्मक र नकारात्मक पक्षहरू भए जस्तै उनको पनि केही सकारात्मक र नकारात्मक पक्षहरू मैले यस भिडियोमा छलफल गरेको छु। अनि अब आउँदै गरेको फागुन 21 गतेको निर्वाचनमा हर्क साम्पाङले सुनसरी क्षेत्र नम्बर 1बाट विजय हुन्छन् कि हुँदैनन् त्यो त मलाई थाहा छैन। अनि उनको श्रम संस्कृति पार्टीले कति सिट ल्याउने हो त्यो पनि मलाई थाहा छैन। त्यसैले अब आउँदै गरेको फागुन 21 गतेको निर्वाचनसम्म हर्क साम्पाङले आफ्नो व्यवहारमा र बोलीमा धेरै सुधार गर्नुपर्ने देखिन्छ र प्रधानमन्त्रीको सपना देखे लगायत पनि उनले आफ्नो जिम्मेवारी पनि बोध गर्न जरुरी छ। त्यसैले आजको यस भिडियोमा हर्क साम्पाङको हामीले पोजिटिभ साइड्स र नेगेटिभ साइड्स दुवैको छलफल गऱ्यौँ। त्यसैले यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। अनि अपकमिङ डेजको नयाँ भिडियोहरू हेर्नको लागि यस च्यानललाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। अब हामी भेटौँला न्यू टपिकको न्यू भिडियोमा। थ्याङ्क यू।